हेलो नमस्ते सबैजनालाई। म अहिले कहाँ छु थाहा छ तपाईँहरूलाई? म यहाँ अलिक पाखामा छु होइन, कलङ्कीको पनि काठमाडौँमा, काठमाडौँको कलङ्कीमा भनौँ न। यस्तो होइन, यस्तो राम्रो यहाँबाट चाहिँ कस्तो राम्रो भ्यू देखिन्छ क्या, यस्तो राम्रो देखिन्छ कि यहाँ म बस्ने ठाउँमा चाहिँ यस्तो हरियाली पनि छ है। यताउता रुख पनि टन्नै छ, मकै सकै सबै के छ है, रोप्नु भएको छ यता। यस्तो हरियाली छ कि साथी हो। म तपाईँहरूलाई पछाडिको ब्याक भ्यू देखाइदिन्छु। भ्यू हेर्नु त यस्तो भ्यू कहाँ हुन्छ र हो, रुम लिएर बसेपछि यस्तो भ्यू कहाँ हेर्नु पाउँछ भन्नु त। यस्तो राम्रो यहाँबाट यो हुन्छ नि, यस्तो राम्रो देख्छ कि अझै यहाँ हरियाली हरियाली छ क्या। यस्तो छ है, यता हरियाली छ, यता पनि हरियाली छ। मेरो नाक बन्द छ, अब के गर्नु त है, यस्तो गर्मी महिनामा पनि नाक बन्द हुने मेरो मात्रै हुन्छ ल। यस्तो छ, यहाँ आलुको रुख छ, यस्तो छ, यस्तो राम्रो छ त। अब के गर्नु त, अब ब्ल्याक छ। अब रात परिसक्यो, अघि अलिकति अगाडि बनाउनु पर्ने रहेछ, लास्टले भुत्तुकै भयो, के गर्नु। राम्रै छ तर यो पनि। बाई बाई।